एक दिन उसलाई अङ्गुर खान मन लागेछ। बजारमा अङ्गुर किन्न गएछ। अङ्गुर किन्न गएपछि पसलेलाई भनेछ, साउजी मलाई अङ्गुर दिनु न। साउजीले हजुरलाई कुन चाहिँ वाला अङ्गुर दिउँ भनेछ। अनि उसले के भन्छ, अङ्गुर कति हुन्छ? एउटा हरियो कलरको हुन्छ, एउटा रातो कालो कलरको हुन्छ। होइन त्यस्तो होइन, मैले भन्न खोजेको हजुरलाई 500 रुपियाँ केजीवाला अङ्गुर दिउँ कि 100 रुपियाँ केजीवाला अङ्गुर दिउँ भनेछ। 500 वाला कस्तो छ, 100 वाला कस्तो छ भनेछ। अनि उसले यस्तो मजाको झुप्पा परेको अङ्गुर यसरी उठाएछ, यो 500 रुपियाँवाला केजी अङ्गुर हो। र यो झुप्पामा बस्न नसकेर छुटेका अङ्गुर यहाँ छन्, छुटेका अङ्गुर यहाँ छन्, यो 100 रुपियाँ केजीवाला हो, तपाईँलाई कुन चाहिँ अङ्गुर चाहिन्छ भन्नु भनेछ। अनि उसले 500 रुपियाँ केजीवाला अङ्गुर लाग्यो। वस्तु त हामीले जान्नुपर्ने कुरा के हो भने अनिलजी, त्यो अङ्गुर जसरी झुप्पामा मिलेर बसेका थिए नि, त्यसको मूल्य कति भयो? 500 भयो। जब त्यो झुप्पामा बस्न नसकेर छुटेका अङ्गुर थिए नि, त्यसको मूल्य कति भयो? 100 रुपियाँ भयो। परिवार पनि त्यही हो। परिवार अङ्गुर जस्तै झुप्पा भएर मिलेर बसे भने त्यसको मूल्य कसैले तोक्न सक्दैन। जब परिवारमा देउरानी यता, जेठानी उता, सासू उता, बुहारी उता छुट्न थाल्छन् नि, त्यसपछि अङ्गुरको मूल्य 100 रुपियाँ भयो। जस्तै अझै गाउँघरमा भनिन्छ नि घुइयाँको भाउ भनेर, त्यस्तै हुन्छ परिवारको पनि मूल्य।